प्रोग्रामिङमा बग भनेको इरर भनेर त सबैलाई थाहा नै छ होला, तर वर्ल्डको फर्स्ट कम्प्युटर बग चाहिँ लिटरली एउटा बग नै थियो। 1947 तिरको कुरा हो, जब एउटा म्यासिभ कम्प्युटर जसलाई चाहिँ हार्वर्ड मार्क II भनिन्थ्यो, त्यो कम्प्युटरमा एउटा ग्रुप अफ इन्जिनियर्सहरूले काम गरिरहेका थिए र एक दिन अल अफ अ सडन द्याट कम्प्युटर स्टप्ड वर्किङ प्रपरली एन्ड द इन्जिनियर्स स्टार्टेड चेकिङ द मेसिन टु फाइन्ड आउट वाट वेन्ट रङ। And guess what did they find? They literally found a moth trapped inside the computer's relay engine. त्यसपछि they removed the moth and recorded it into the logbook as actual bug in the computer. त्यसपछि यो इन्सिडेन्ट धेरै नै फेमस भयो र डिबगिङ भन्ने टर्मलाई पपुलराइज गर्न यसले हेल्प गर्यो, मिनिङ टु फाइन्ड एन्ड फिक्स द प्रब्लम्स इन द कम्प्युटर सिस्टम। तर हेयर्स द इन्ट्रेस्टिङ पार्ट, त्यो बग वर्ड चाहिँ मथबाट स्टार्ट भएको होइन। यो इन्सिडेन्ट भन्दा पहिला पनि इन्जिनियर्स र प्रोग्रामर्सहरूले कम्प्युटरमा आउने इस्युहरूलाई बग भनेर एड्रेस गर्थे। सो द्याट भेरी मथ वाज नट द कम्प्युटर्स फर्स्ट बग, बट इट बिकेम द मोस्ट फेमस लिटरल कम्प्युटर बग इन द हिस्ट्री। र आज पनि त्यो मथलाई लगबुकमा प्रिजर्भ गरेर राखेको छ।